सिरियमले पुरो टक्क परेको चटपटे खानुको मजा बेग्लै साथीहरू। वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। म चाहिँ बिहानै बिहानै उठेर रातो चिया खाइवरी घाँस काट्न गएँ। आज चाहिँ मौसम पनि एकदमै शीतल थियो अनि एकदमै पानी पर्ला जस्तो पनि भइरहेको थियो। शीतल भएको बेलामा चाहिँ मैले हतार हतार घाँस काटेँ अनि यता मम्मी पनि आउनुभएको रहेछ अनि घाँसको मुठा बोकेर कुदै घाँसको बारी बोकेर घरतर्फ गएको त मम्मी त मभन्दा पनि अगाडि पुगिराख्नु भएको क्या साथीहरू। घाँस काट्नु जाँदा पनि अगाडि अनि आउँदा पनि अगाडि पो त म त छक्क परेँ। अनि यता चाहिँ मेरो बुढा कम्मरमा हात लाएर मलाई जिस्काउनु पो हुन्छ। खासमा चाहिँ खाना बनाउनु भएको उहाँले म चाहिँ खाना बनाउनु बस्नु भएको थियो अनि म चाहिँ घाँस काट्न गएको थिएँ अनि घाँसको बारी निकालिदिनु भन्यो। मैले चाहिँ घाँसको बारी निकालेँ यता त गाली तान्ने झन्डै टाउको भाँचिदियो अनि हातखुट्टा धोइवरी म चाहिँ रेडी भएँ। खानु बनेर रेडी भएँ अनि यता चाहिँ मैले यस्तै लगाएको कलरको लुगा लाउनु भएछ मम्मीले। म त आज मम्मी र म त सेम पो भएछ। अनि खानासाना खाएर एकछिनपछि चाहिँ हामीले दुध लिन गयौँ। दुध लिनु गएको त साथीहरू दुधै पो दिएको छैन भन्दै भन्नुभयो तम्बाले। त्यसैले हामी चाहिँ चरपटे खानातिर त गयौँ। यता हेरिदिनुहोस् न साथीहरू हाम्रो जेनीलाई पुरा जेनी त बाटोमा बसेर कन्दै रहेछ अनि म चाहिँ यता हजुरहरूलाई बाटोमा जे छ त्यति देखाउँदै हिँड्न थालेँ। हाम्रो गाउँमा त सेतैमा त बाख्रा पाइन्छ है क्या हो साथीहरू। अनि हाम्रो राइट साइडपट्टि चाहिँ यस्तो ठुलो पोखरी छ अनि यहाँ घरहरू पनि छ, छेउछेउमा घरहरू बनाएको छ अनि यता चाहिँ हाम्रो खेत छ। हामी चाहिँ जहिले यता घाँस काट्न आउँछौँ हाम्रो लालीलाई। अनि लेफ्ट साइडमा पनि त्यस्तै ठुलो पोखरी छ। यहाँको चाहिँ तारजाली ढले जस्तो छ। यहाँको तारजाली बनाउने बेला भएछ अनि यता राँगा अनि आज त मौसम पनि एकदम गर्मी थियो। म चाहिँ पसिना पुस्दै हिँड्दै गर्दै थिएँ। अनि यो चाहिँ हाम्रो रितु भाउजूको चटपटे पसल है साथीहरू। पहिले त चोकमा सानो घुम्ती खोल्नु भएको थियो चटपटे पसलको, अहिले त घरैमा चटपटे पसल खोलेर बस्नु भएको रहेछ। अनि रितु भाउजूको चटपटे पसलमा पनि म नआएको त 1-2 वर्ष भएछ साथीहरू। अनि रितु भाउजूले चटपटे बनाइ मागे अनि चटपटे बनाइदिनु है भने अनि सबै थोक काटकुट गर्न थाल्नुभयो रितु भाउजूले। अनि चटपटे पनि एकदमै मिठो हुने गरी बनाइदिनु भएको थियो रितु भाउजूले। पहिलेको टेस्ट र अहिलेको टेस्टमा पनि फरक छैन। हजुरहरू आइटमको चटपटे खान सक्नुहुन्छ हाम्रो रितु भाउजूको पसलमा। कालो चटपटे खानुहुन्छ भने कालो चटपटे बनाइदिनुहुन्छ र गिलो चटपटे खानुहुन्छ भने गिलो चटपटे बनाइदिनुहुन्छ। अनि मैले चाहिँ आफ्नै हातले सोली बनाएर यसमै दिनु ल भाउजू भन्दै मैले चाहिँ रितु भाउजूले बनाइ मागेँ अनि यसमै दिनुभयो। कति मजाले क्युट बनाएर दिनुभएको थियो। अनि मेरो बुढा र मैले रातो खाएँ पनि बुढाले कालो बनाएर खानुभएको थियो। भाउजूले त एकदमै पिरो अम्ले टक्क परेको चटपटे बनाइदिनु भएछ अनि म त खाँदै कस्तो रमाउँदै खुसी भयो क्या साथीहरू। मन नै फ्रेस भएर आयो। अनि हजुरहरू पनि यस्तै पिरो अम्ले टक्क परेको चटपटे खान चाहनुहुन्छ भने चाहिँ हाम्रो रितु भाउजूको चटपटे पसललाई सम्झिनु होला। अनि चटपटे खाइसकेपछि चाहिँ हामी चाहिँ घरतर्फ लाग्दै थियौँ। बाटोमा त हामीले त के पो देख्यौँ साथीहरू हेर्नुहोस् न, यहाँ ढुकुर परेवा मारेर साइकल माथि पो राखिरहेको रहेछ। कसले पो मारेछ भनेको त यी केटाकेटीलाई गुलीले हानेर पो मारेछन् साथीहरू हेर्नुहोस् न। यहाँ पोखमा तिमीलाई पुलिसलाई फोन गरेर भनिदिन्छु भन्दै फोन गरेर जस्तो गरेको त के डराउँदै रहेछ साथीहरू, डराउँदै रह्यन्। अनि हामी चाहिँ दुध लिनु भनेर दम्बाहरूकोमा गयौँ। म भन्दा त अघिको त हाम्रो जेनी पो हिँड्छे। जेनीले पनि आज त मजाले गाउँ घुमी अनि दम्बाले चाहिँ कति माया गरेर गाईलाई खोलिदिँदै हुँदो रहेछ। बाजी पनि एकदमै मम्मी जस्तै परेको रहेछ। अनि उसलाई भनेर एउटा मैले एक त्यहाँनिर घाँस निकालेर दिएको कस्तो मजाले खाएँ क्या। यता हेरिदिनुहोस् न मेरो बुढाको बाल्यकाल। यो साइकलमा मलाई घुमाउनु लाने अरे म त लाजले भुत्तकै भए साथीहरू। अनि हामी चाहिँ घरतर्फ लाग्यौँ साथीहरू। आजको दिन चाहिँ यस्तै भएर बित्यो। हजुरहरूलाई भेट्छु म अर्को भिडियोमा। बाई बाई गाइस, थ्याङ्क्स फर वाचिङ।